बाबु आज केही सुनौँ ल मिठो? हुन्छ, एउटा सुनौँ न त, एउटा केही। हुन्छ, त्यसो भए आज परदेशीको बारेमा, हाम्रै बारेमा सुनाउँछु नि त। हुन्छ नि त भाइ, एउटा सुनौँ न। एउटा सुनौँ न त। सुरु गरौँ। हस् हुन्छ। त्यो दिन, त्यो एक दिन परदेशीको लागि कति खास हुन्छ। त्यो दिन करोडौँको खुसीहरू दिने आश हुन्छ। सधैँ अनिदो रहने यी आँखा, सधैँ अनिदो रहने यी आँखा, त्यो दिन एका बिहानै खुलिदिन्छ। दुखाइ अनि थकाइ पल भरमै भुलिदिन्छ, किनकि त्यो दिन तलब लिने दिन हो। गर्वले छाती फुले जस्तो हुन्छ, भाँसिएको स्वर खुले जस्तो हुन्छ। अनि घरमा फोन गर्दै भन्छु, आमा बुवालाई भनिदिनु कि अबदेखि साउको अघि शिर झुकाउनु पर्दैन। अबदेखि साउको अघि शिर झुकाउनु पर्दैन, कुरा काट्नेहरूको अघि मुख लुकाउनु पर्दैन, अनि तपाईँको त्यो तिलहरी बन्दकी राख्न घरिघरि फुकाउनु पर्दैन। आमा आज तलब लिएको छु, भए जति सबै पठाइदिएको छु। कोठामा सँगै बस्ने दाई फोनमा बोल्दै हुनुहुन्थ्यो, मेरी प्यारी बुढी तिमी आफ्नो घर र थर छोडेर म कहाँ आयौ, म तिमीलाई नै छोडेर यो बिरानो सहरमा आएँ। मलाई माफ गरिदेऊ है, किनकि यो मेरो रहर होइन बाध्यता हो। यो मेरो रहर होइन बाध्यता हो। मायाले मात्र चल्दैन जिन्दगी, यो एउटा तितो सत्यता हो। आफ्नो ख्याल राख्नु है बुढी। मैले आज तलब लिएको छु, सके जति सबै पठाइदिएको छु। त्यति नै खेर एकजना दाई म कहाँ आउनुभयो अनि वर्षौँदेखि चलाइरहेको त्यो फुटेको फोन मलाई देखाउँदै भन्नुभयो, लु त बाबु, म खासै हेर्न जान्दिनँ, तिमीले हेरिदिन पर्यो। सुनेको आज तलब आएको छ, मलाई पनि एउटा फोन किन्न मन लागेको छ। मैले भने अरे वाह, कुन फोन? उहाँ भन्नुहुन्छ, खासमा पढ्न भनी छोरा गाउँदेखि सहर सरेछ। पढ्न भनी मेरो छोरा गाउँदेखि सहर सरेछ। साथीको देखेर होला एउटा आइफोन बोक्ने ठुलो रहर गरेछ। लु त बाबु, यो पैसाले आउँछ आउँदैन, एउटा आइफोन किन्न परेछ। यस्तै कुरा देख्छु र त म भन्छु। त्यो दिन, त्यो एक दिन हामी परदेशीका लागि कति खास हुन्छ। करोडौँ खुसीहरू दिने आश हुन्छ। म यहाँ भएर के भयो त? उता घरमा लक्ष्मीको बास हुन्छ। त्यो दिन उता घरमा लक्ष्मीको बास हुन्छ। सारे गरूं छा परदेसी जिंदगी, सारे गरूं